आमा तपाईको नाम के पो? मेरो सीता खड्का। सीता खड्का। घर कहाँ? घर मेरो यही के अरे यो हर्दिया नै भन्छ इटरीश्वर नै हो हैन? इटरीश्वर नै हो। स्कुलदेखि नजिकै छ। स्कुल नजिकै 5 मिनेटको बाटो। कति वर्षको हुनुभएको छ? म अहिले 64 वर्ष लाग्यो। 64। निरन्तर रूपमा यो स्कुलमा पढ्दै हुन्छ नि त? पढ्दैछु बाबु। तपाईँ त रेगुलर क्लास आउँछ दैनिक? आउँछु। ल यो तपाईलाई के कारणले चाहिँ पढ्ने उत्साह आयो? 64 वर्षको उमेरमा पनि तपाईलाई पढ्नु लाग्ने के कारणले बनायो? नानी मलाई के कारणले भने मैले बालकमा क्लास लिएर पढ्न पाइनँ है। मेरो सानो उमेर हुँदाखेरि मेरो पिताजी बितिहाल्नुभयो। सम्पत्तिको कम भएर चाहिँ मैले नपढेको होइन कि घरको समस्या आमासित, त्यही भएर मैले क्लास लिएर पढ्न नपाएको हुनाले आमालाई सहयोग गरे। अनि अहिले भाइ भनेको तपाईलाई पढ्ने मन हुँदा हुँदै पनि तपाईले बाध्यतावश पढ्न पाउनु भएन? पढ्न मैले पाइनँ, तर मैले अक्षर यसो गाई भैँसी हेर्दै पनि मैले कह अक्षर चिनेकी थिएँ, नेपाली अक्षर चिनेकी थिएँ। आफ्नै चोरुम्लाले खेतको गरामा लेखेर भए पनि मैले अक्षर चिनेकी। सानैदेखि थियो तपाईलाई? सानैदेखि थियो, तर अन्तिम समयमा अहिले बिए गरेर छोराछोरी जन्माएर हुर्काएर बढाएर सबै बिहादान गरेर आफ्नो गछेपछि लगाएपछि मलाई इच्छा लाग्यो पढ्छु भने। मेरो घरमा अब बुढो मान्छेसित नि पढ्छु भने पढ भन्नुभयो, अनि आएर म पढ्दैछु नानी। कतिसम्म चाहिँ तपाईँलाई पढ्नु लागेको छ, पढिरहनु लागेको छ तपाईँलाई? अब यो सबैभन्दा मुख्य कुरो अब आफ्नो उमेर पनि हो, अब आँखाको दृश्यको कुरा हो। पढ्न त मलाई इच्छा लागेको छ, सबै पढौँ जस्तो लाग्छ। डिग्रीसम्म भन्नुहुन्छ? डिग्रीसम्म नै भारी पढौँ जस्तो लाग्छ, हिम्मत आउँछ। आफूले गरेका कामहरूको अनुभव मैले सबै पाइसकेको छु होइन। यो साना साना नानीहरूसँग पढ्दै गर्दा तपाईँलाई कतिको सहज भएको छ? अप्ठ्यारो? मलाई त एकदम सहज छ। मलाई यी छोराछोरी नातिना बालबच्चाहरूसित सबै सहज छ बाबु। यहाँका पढाउने सरहरू म्यामहरूले पनि राम्रै पढाउनुहुन्छ? मलाई त नानी ठुलो सम्मान गरेर आमा पढ्नुपर्छ भन्नुहुन्छ। विद्यार्थीको रूपमा भन्दा नि आमाको रूपमा तपाईँलाई? मलाई आमाको रूपमा के अरे दसैँमा पनि बिदाहरू हुँदाखेरि आमा सबै टिका लगाइदिनु यताउति भन्नुहुन्छ, सम्मान गर्नुहुन्छ म्याम हुँदाखेरि मलाई त ठुलो सहज छ बाबु। तपाईँलाई स्कुलको नाम पुरै भन्न आउँछ? हजुर, स्कुलको नाम पुरै भन्न आउँछ? स्कुल यो सरस्वती जगदी माध्यमिक विद्यालयको आउँछ त आउँछ। तपाईँलाई इङ्ग्लिस पनि पढ्न आउँछ होइन? हजुर, इङ्ग्लिसमा पनि पढ्न आउँछ? आफ्नो नाम त आउँछ। ल ठिक छ। ल आमाको आगामी शैक्षिक उन्नयनको लागि हाम्रो तर्फबाट धेरै धेरै शुभकामना। सबैजनाले ताली बजाऊ। धन्यवाद आमा। नमस्ते बाबु। नमस्कार सर। नमस्कार। तपाईँ चाहिँ हाम्रो लागि प्रेरणाको। तपाईँ नातिसम्मको मान्छेले मलाई यसरी सोधेर गर्नुभयो, म आशीर्वाद दिन्छु। तपाईँहरूको पनि दिन शिक्षक मान सम्मान बढ्दै जाओस्। धन्यवाद तपाईँलाई चाहिँ। तपाईँ चाहिँ नि आमा, हजुर, हामी यहाँ सम्पूर्ण बाल बच्चा मात्रै होइन, ठुला मान्छेदेखि लिएर जो पढ्न नपाएका मानिसहरूको लागि चाहिँ एउटा प्रेरणाको स्रोत हुनुहुन्छ। त्यो भएर भिडियो बनाएको। त्यही र त, त्यो पनि हो। अब यस्तो म जस्तै सबै आमाहरूले पनि नि के हो भनेदेखि इच्छा हुनेले आएर अक्षर चिनेर म को हो भन्ने कुराहरू उनीहरूले सोचेर म को हो भनेर चिन्न सक्ने क्षमता। भनेको तपाईँको विचारमा चाहिँ पढ्न चाह्यो भने उमेरले रोक्दैन। म को हो भन्ने कुराहरू आफूलाई चिन्न सकुन्। म आमाहरूलाई सबैजनालाई नमस्कार गर्छु। ल धन्यवाद आमा। धन्यवाद।